यो ट्युबको फङ्सन भन्ने कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ जब हामी गर्भधारण यानि प्रेग्नेन्सीको कुरा गर्छौँ है। सो यसको फङ्सनमा चाहिँ के हो भने ट्युब भने यस्तो अर्गन हो जहाँ बच्चा बन्ने गर्छ। हामी जुन फर्टिलाइजेसन भन्छौँ नि, केटी मान्छेको अन्डा र केटा मान्छेको शुक्रकीट मिलेर भ्रूण बन्ने काम चाहिँ ट्युबमा हुने गर्दछ। सो यो भनेको हामीले एउटा एकदमै विशेष इम्पोर्टेन्ट प्रजनन अङ्गको रूपमा लिने गर्दछौँ है। सो के हुन्छ भने हरेक ओभुलेसनको जुन हामी कुरा गर्छौँ, अन्डा यहाँबाट रिलिज हुन्छ। ओभरीबाट एउटा अन्डा मिड साइकल महिनाको बिचमा रिलिज हुन्छ। त्यो अन्डा रिलिज भएपछि यो फिङ्गर लाइक प्रोजेक्सनले त्यो अन्डालाई लिएर ट्युबमा राख्दछ। सो त्यही बेलामा जुन हामी फर्टाइल पिरियड किन ओभुलेसनलाई भन्छौँ त, यो अन्डा रिलिज भएर यहाँ बसेको छ, यसको सर्टेन लाइफ स्प्यान हुन्छ। सो त्यही बेलामा हस्बेन्डसँग कन्ट्याक्ट भयो भने त्यो स्पर्म्सहरू जुन स्विमर्स हुन्छ, जुन मोटाइल हुनुपर्छ, स्विम गर्नुपर्छ, ती स्विमर्सहरू स्विम गरेर यो लेभलमै आएर त्यो अन्डालाई फर्टिलाइज गर्छ है। त्यो त्यहाँ फर्टिलाइजेसन भएर भ्रूण बन्ने काम गर्छ। अब यो ट्युबमा चाहिँ हामीले सिम्पल एउटा नली मात्रै नसोचौँ, यो ट्युबमा विशेष फङ्सन हुन्छ। ट्युबको भित्री तहमा फिङ्गर लाइक प्रोजेक्सन जसलाई हामी सिलिया भन्ने गर्दछौँ त्यो रहने गर्दछ। ट्युबमा सर्टेन फ्लुइडहरू र सर्टेन ग्रोथ फ्याक्टर्सहरू ट्युबले बनाउने गर्छ र यी सबैले चाहिँ त्यो फर्टिलाइजेसन भएको जुन बनेको भ्रूणलाई सपोर्ट गर्छ। र त्यो सिलियाहरू जुन फिङ्गर लाइक प्रोजेक्सन हुन्छ भित्री तहमा ट्युबको, त्यो सिलियाहरूले चाहिँ बिस्तारै बिस्तारै त्यो भ्रूणलाई 5 देखि 6 दिन लगाएर पाठेघरभित्र ल्याएर यहाँ अब गर्भ यहाँ आएर टाँसिन्छ र 9 महिना गर्भ रहने गर्दछ। सो हामीले ट्युबको कुरा बुझ्नु अगाडि हामीले यो बुझ्नुपर्छ कि ट्युब भनेको एउटा यस्तो अङ्ग हो जहाँ बच्चा बन्ने गर्दछ। तसर्थ यदि ट्युबमा ड्यामेज छ, ट्युब ब्लक छ भने नेचुरली नर्मली बच्चा बस्न गाह्रो हुने गर्दछ।